खै अरूको डे अफ के गर्न सकिन्छ, मेरो डे अफ त सुतेरै सकिन्छ। दिस इज माई फर्स्ट मिनी ब्लग। वेलकम टु माई फर्स्ट मिनी ब्लग एभ्रिवान। आज चाहिँ मेरो डे अफ। प्रायः डे अफको दिन चाहिँ म ढिलैसम्म सुत्ने गर्छु। आज पनि 10:41 भइसकेछ आँखा खुल्दाखेरि। यस्तै त हो विदेशको ठाउँमा, अरू दिन सबेरै राति नै उठेर ड्युटी जानु परिहाल्यो। उठ्न मन नलाग्दै पनि म फेरि कस्तो मान्छे हो भने बिहान उठ्नै नपर्यो हुन्थ्यो भन्ने खालको मान्छे हो क्या। तर के गर्नु साथीहरू, काममा त जानै पर्यो। पैसा कमाउन विदेश आएपछि पैसा त कमाउनै पर्यो। जे गरे पनि सुख छैन साथीहरू। सबैभन्दा ठुलो खुसी भनेको चाहिँ आफूमा खुसी हुनु चाहिँ सबैभन्दा ठुलो खुसी लाग्छ है मलाई चाहिँ। यति भनेर भइसक्दा मैले यता फेरि मोबाइल हेरेर पनि भइसकेको छु साथीहरू। उठेर डान्स गर्दै रहेछु। सायद यो मेरो फर्स्ट मिनी ब्लग भएर होला। न मलाई राम्रोसँग भोइस ओभर गर्न आएको छ, न मैले सबै भिडियोहरू नै क्याप्चर गरेर राखेको रहेछु साथीहरू। यो भोइस ओभर गर्दै गर्दा मलाई के फिल भयो भने दिस इज माई फर्स्ट एन्ड लास्ट मिनी ब्लग होला जस्तो लागिराखेको छ है। खै म बोल्दै गर्दा के नमिलेको जस्तो फिल भइराखेको छ। योभन्दा बढी चाहिँ म बोल्छु जस्तो मलाई लागेको छैन साथीहरू। हेर्दै जानुहोस् लास्टसम्म। म आज दिनभरि के गर्छु हजुरहरूलाई देखाउने नै छु। यो भन्दै गर्दा म चाहिँ नुहाएर पनि आइसकेँ साथीहरू। अब म लागेँ कपडा धुनतर्फ। बाँकी हजुरहरू आफ्नै भिडियोमा हेर्नुहोस् है मैले के गरेँ। योभन्दा बेसी म बोल्न सक्छु, भोइस ओभर गर्न सक्छु भन्ने मलाई अलिकति पनि लागेन साथीहरू। तिम्रै बाटो हेरौँला हो तिमी बिहान साँझ मेरो तिम्रै बाटो हेरौँला। फुलहरू मुस्काउँछन् र साथीहरू अलिअलि स्किन केयर गरिरहे। मैले स्किन केयर गरिसके पछाडि चाहिँ यो चाहिँ मेरो ब्रेकफास्ट। मैले लन्च गरेको त भिडियो त राख्नै बिर्सेछु साथीहरू। यो मेरो फर्स्ट भिडियो हो नि त, त्यही भएर त्यस्तै गरेर बित्छु मेरो डे अफ चाहिँ साथीहरू। अब म आएँ कोठामा आइसके पछाडि म छोरासँग कुरा गर्दैछु, गफ हान्दैछु पुरा मस्त छोरासँग होइन। बिचमा मैले के गरेँ थाहा भएन। मैले घडी हेर्दाखेरि चाहिँ 2:45 भइसकेको छ साथीहरू। अनि मैले सोचेँ ओहो अब त मेरो श्रीमानको छुट्टी हुने बेला भयो भनेर मैले चाहिँ उहाँको लागि केही खानेकुरा प्रिपेयर गरेर राखिदिन लागेँ साथीहरू। यता खाना पाकिसके पछाडि चाहिँ म चाहिँ रेडी भएर टिकटक बनाउनतर्फ लागेँ। हजुरहरू देख्न सक्नुहुन्छ मैले यहाँ कस्तो टिकटक बनाएँ भनेर। टिकटक बनाउँदै थिएँ। मेरो श्रीमान पनि आइपुग्नु भयो। यो भिडियो चाहिँ नेपाली न्यु इयरको दिनको हो। आज भोइस ओभर गर्दैछु साथीहरू। त्यही भएर उहाँले ह्याप्पी न्यु इयर भन्दै आउँदै हुनुहुन्छ। उहाँ आए पछाडि त खै के भएछ भिडियो बनाउनै बिर्सेछु। सायद यो पहिलो भिडियो भएर पनि होला। फेरि भेटौँला अर्को भिडियोमा।